हेलो नमस्ते साथीहरू, आज हामीले कलर एक्सचेन्ज गेम खेल्दैछौँ मम्मी र मैले। सुरुमा कुन कलर गर्ने हजुरले भन्नु? सुरुमा रेडै गरौँ। ल रेड रेड कलर छिटो निकाल्नु के बेर भयो। 1 2 3 ल। मेरो यो कंगन छ, मम्मीको यो फुल ल। फुल पनि त्यही सजाउनलाई होला। मलाई यो दिनलाई त होइन होला, यो फुल त्यही सजाउनलाई कम्तीको बाटी आमा। अनि अर्को ल म भन्छु है, मैले चाहिँ ग्रीन कलर। बाटी रहेछ नि। ल 1 2 3 ल। एउटा यो वाइफ यो मेरै त हो नि, अनि एउटा चुरा दुईटै। मैले पनि खाने आइटम मेरो छोरीलाई म अहिले भन्नु यो ग्रीनको यो भइयो। अब तपाईँले भन्नु कुन कलर? हेलो येल्लो कलर। येल्लो कलरमा मैले दुईटा चिज छ येल्लो कलर। ल 1 2 3 लागो। येल्लो येल्लो कलर होइन, दुईटै येल्लो छ, त्यही हल्का पर्पल छ, त्यही येल्लो। ल तल अनि म भन्छु है ओरेन्ज कलर। ओरेन्ज कलरको मेरो एउटा मात्रै छ। ओरेन्ज कलरमा यहाँ कता कता ओरेन्ज छ, त्यही हो मेरो ओरेन्ज कलर। ल मम्मीको बेर सुन्तला। ओहो अनि जङ्क फुड खायो भने त हो कि के हो? अब कुन कलर भन्नु? ब्राउन ब्राउन नभन्नु अहिले, ब्ल्याक कलर भन्नु। ल ब्ल्याक कलर। ल के हो त यो? हे भगवान। ल ब्ल्याक कलर। थ्याङ्क यू सो मच। यो चाहिरहेको छ, यो दुईटा यो वाला पनि देखायो यस्तो। ल अब पिङ्क। पिङ्क कस्तो लगाउँछ न, मेरो त सिद्धेको। मेरो पिङ्क कलर यहाँ छ, मम्मीको पिङ्क कलर कुन हो? मेरो ल थ्याङ्क यू सो मच। पिङ्क कलर। अब कुन? पर्पल कलर। पर्पल कलर लेखिदिनु र ब्लू। पर्पल ब्लू कलर। ल हुन्छ ब्लू कलर। ल मम्मीलाई भाँडा बाँध्दा लाउनु भन्छ। ल यो मलाई यसलाई पर्पल भन्छ नि। ब्लू कलर। पर्पल कलर। पर्पल कस्तो हुन्छ? पर्पल भन्नु त के लाग्यो? कस्तो हुन्छ? पर्पल कलरको मैले टी सर्ट ल्याइदिएँ। पर्पल कलरको टी सर्ट हो। ल खै मेरो पर्पल कस्तो राम्रो छ यो बुट्टा। यो कुन कलरको मा ल्याउनु भएको थियो खास? यो मम्मी त झ्याली खेल्नु भयो कि एउटा त कि त्यो कलर त एउटा पनि राम्रो भएन। यो चाहिँ कुन कलर हो? वाइट। कोदोको बिस्कुट अरे। ए भगवान। ए यो मेरो कलर त मेरो छ अझ एउटा चाहिँ व्हाइट कलर बाँकी रह। वाइट हो के होला यसमा? कक्सु जो मेरो छोरीले म त कोरिदिने परे। कति राम्रो यो राम्रो छ, बलियो पनि छ, अलिक कम्फर्टेबल पनि छ। यति हो। थ्याङ्क यू सो मच बेटा। हेर्नु
धेरै राम्रो गिफ्ट दिएकोमा यस्ता छुची हुन्छ Thank you. एउटा कलर छैन यत्रो लेखेर पठाइछु मैले आज कलर कलर त सबै कलर त हुने नि पर्पल कलर खै त पर्पल त म त ओरेन्ज सुन्तला ल ल ल हुन्छ अब अर्कोचोटि खेल्दा